मान्ने पैदल यात्राको बेलामा खाली पैदल यात्रा मात्रै होइन, मोटर गाडी चढ्दाखेरि पनि मोटर गाडीको किलोमिटर पार गरेको मात्र होइन, प्लेन चढ्दाखेरि प्लेनले चाहिँ कति हजार किलोमिटर उडियो त्यो मात्र नभएर यो सँगै मैले आफूलाई आफ्ना विचारहरू पस्किने प्रयास गरेको छु। सानो थिएँ, पिताजी मेरो आदर्श हुनुहुन्थ्यो। उहाँ मैले एक हदसम्म मैले चाहिँ के पनि सोच्या हो भने यो किताबको शीर्षक म ठानेदारको छोरो। महेश विक्रमले छापामारको छोरो लेखेपछि मलाई पनि एक झोक त चलेकै हो, म ठानेदारको छोरो भनेर। तर त्यसमा एउटा अहमता आउँथ्यो। त्यसले गर्दाखेरि मैले यसलाई सार्थक बनाउनको लागि विचारहरू पस्किसकेको हुँदा, शीर्षक त अन्तिममा दिइन्छ, सकेको हुँदा यसलाई मैले लुङदेखि राइनसम्म भन्ने शीर्षक राखेँ। यो भूगोलको मात्र यात्रा होइन, यो चेतनाको, अनुभूतिको र वैचारिक तुलनाको पनि यात्रा हो। लुङखोला जहाँ म एसएलसी पास भएर नजाँदासम्म मेरो सदा बचपन बित्यो। त्यहाँको स्मृति, त्यहाँका यादहरू जुन मिसिएका छन् र राइन नदी, राइनल्यान्ड भनिँदो रहेछ। जर्मनी, स्विजरल्यान्ड, अस्ट्रिया, बेल्जियम यी क्षेत्रहरूलाई राइनल्यान्ड पनि भनिँदो रहेछ। अर्कोतिर राइनल्यान्ड भनेको राइन नदीले सबै यी त्यहाँको मुख्य नदी यी सबैलाई छुँदो रहेछ। त्यो राइनको सभ्यता पनि भनिँदो रहेछ। कतिपय अवस्थामा राइन सिभिलाइजेसन पनि भनिँदो रहेछ। त्यहाँ गएर मैले बुझ्दाखेरि राइनको सिभिलाइजेसन पनि भनिँदो रहेछ। त्यो चाहिँ हेर्ने, बुझ्ने, देख्ने सबै चाहिँ महसुस गरियो, हेरियो, देखियो। र विशेष गरी बर्लिन वालका कुराहरू हामीले सुन्दै आयौँ। 89मा 1989मा फेरि बर्लिन पर्खाल ढल्यो रे भन्ने पनि सुन्यौँ। त्यसपछि मेरो दोस्रो जर्मनी यात्रामा छोरोले बुलेट ट्रेनबाट, हामी आजभन्दा 50 वर्ष अगाडि जय नेपाल सिनेमामा घरमा बुलेट ट्रेन भन्ने एउटा पिक्चर हेरेका थियौँ। त्यो जापानको बुलेट ट्रेनको कुरो थियो। त्यस्तै बुलेट ट्रेन 300-350 किलोमिटर प्रति घन्टा दौड्ने बुलेट ट्रेनमा छोरोले हामी बुढाबुढीलाई चाहिँ चढायो, लग्यो र त्यसको अनुभूति माथि गर्दै गयौँ। 200 किलोमिटर, 250 किलोमिटर, 300 किलोमिटर अनि 350 किलोमिटरसम्म पनि त्यो दौड्यो। माथि देखिँदो रहेछ, डिजिटल त्यो देखिँदो रहेछ। त्यो हेर्दै थियौँ, गयौँ। तर मलाई यी सबै कुराहरूमा भन्दा पनि मलाई चासो केमा थियो भने बर्लिनको वालसँग मतलब थियो। किनभने मलाई थाहा थियो बर्लिनको वाल किन बन्यो र बर्लिनको पर्खाल किन बन्यो, किन ढल्यो होइन। त्यसले गर्दाखेरि त्यो वाललाई मलाई छुन मन लाग्यो। त्यो वाललाई गएर मैले चाहिँ स्मरण पनि गरेँ, हेरेँ, देखेँ र चाहिँ त्योसँग भएका किस्साहरू पनि मलाई लेख्न मन लाग्यो र लेखियो पनि। र हिटलरको बेलामा कसरी चाहिँ जर्मनीको चाहिँ समाप्त भएको रहेछ, जर्मनीको सोसाइटी, जर्मनीका घरहरू, जर्मनीको दुनियाँ चाहिँ कसरी खत्तम भएको रहेछ त्यो पनि देखेर आयौँ। 60 लाख यहुदीहरूको चाहिँ लासलाई दफनाइएको ठाउँ पनि हामीले हेरेर आयौँ। त्यो कुरा पनि मैले चाहिँ यसमा चाहिँ पस्किने प्रयास गरेको छु। र अन्तिममा म चाहिँ अब कार्ल मार्क्सको जन्मथलो, अघिल्लोचोटि म जर्मनीबाट फर्के आइसकेपछि मेरा समकालीन 36-38 सालको विद्यार्थी आन्दोलन ताकाका मेरा साथीहरूले मलाई भेट्दा के भने त कार्ल मार्क्सको जन्मथलो पनि पुगेर आइस् कि भनेपछि भन्ने कुरो मेरो दिमागमा मन मस्तिष्कमा थियो नै। र म चाहिँ
योपालि छोरोलाई अनुरोध गरेँ, धेरै टाढा छैन बुवा फ्र्याङ्कफर्टबाट, यो 200 किलोमिटर पश्चिममा हो जाने भनेपछि त्यो राइन नदीको तिरैतिर जाँदो रहेछ। फेरि त्यो पनि राइन नदीको तिरैतिर जाँदो रहेछ। राइन नदीको तिरमै उसको चाहिने कार्ल मार्क्सको जन्मथलो, राइन नदीको तिरमै चाहिने अब जेनीको पनि जन्मथलो। बुढाबुढी बिहा गरिसके के अरे कार्ल मार्क्स र जेनीले बिहा गरिसकेपछि अब उनलाई सधैँ वारेन्ट हुन्थ्यो त्यहाँको सरकारले। ससुराली चाहिँ राइन गएर 10 महिना बसेर उनले चाहिने पुँजी लेख्न सुरु गरेका रहेछन्। ती कुराहरू पनि मैले यसमा पस्किने प्रयास गरेको छु।